ग्रे बोइज यस स्टुअर्ट लॉले अब हाम्रा क्रिकेटर्सहरूलाई यसरी नै सम्बोधन गर्नेछन्। एउटा अजी स्टाइल हो। सामाजिक सञ्जालहरूमा मैले मिक्स्ड रियाक्सन देखेँ। क्रिकेट समर्थकहरू, क्रिकेटलाई माया गर्ने हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूको कमेन्टहरू पढेर मेरो लागि चाहिँ एउटा राम्रो अप्रोच हो, किनभने मलाई अजी अप्रोच मनपर्छ क्रिकेटमा। स्टुअर्ट ल फर्मर अस्ट्रेलियन क्रिकेटर, उनले योभन्दा अगाडि वेस्ट इन्डिज, श्रीलङ्का, संयुक्त राज्य अमेरिकालाई प्रशिक्षण दिइसकेका छन् र हरेक टिमको, हरेक खेलाडीहरूको क्रिकेट प्रतिको अप्रोच, सोच, अटेम्प्ट भिन्नै हुन्छ। हाम्रा खेलाडीहरूको आफ्नै किसिमको अप्रोच छ, आफ्नै किसिमको भिन्नता छ। तर स्टुअर्ट ललाई सगरमाथा चढ्नुपर्ने हुन्छ, किनभने वर्ल्ड कप क्वालिफायर्सका म्याचेसहरू आउँदैछन्। हामीले राम्रो पर्फर्म गरिरहेको छैनौँ। ओडिआई स्टेटसको कुरा छ। टिम अलिकति तितर-बितर छ। 2023 मा अघिल्ला कोच मन्टी देसाईले जुन चमत्कार गरे 2024 मा त्यो हुन सकेन। अप्रोच एउटै भयो, हामी जहाँको त्यहीँ रह्यौँ, तर हाम्रा अपोनेन्टहरूले फड्को मारिसके। त्यस कुरामा कुनै दुई मत छैन। त्यसैले क्रिकेट एसोसिएसन नेपालले जुन मापदण्डहरू पूरा गरेर, जुन इन्टरभ्युजहरू लिएर धेरै अरू प्रशिक्षकहरूलाई साइड लगाउँदै स्टुअर्ट ललाई कोच बनाएको छ। स्टुअर्ट ललाई अल द बेस्ट, नेपाली नेसनल क्रिकेट टिमलाई अल द बेस्ट। नतिजाहरू आउँदै गर्छन्, तर एज अ क्रिकेट समर्थक, एज अ क्रिकेटलाई माया गर्ने मेरो धारणा सुन्न चाहनुहुन्छ भने एटलिस्ट एउटा कोचले 2 देखि 3 वर्ष समय लिनुपर्छ एउटा टिमलाई बिल्ड गर्नको लागि। त्यसैले हेरौँ आउँदा दिनहरूमा नतिजा के हुन्छ, त्यसमा फेरि मूल्याङ्कन गरौँला। त्यसैले गुड डे बोइज, गुड डे एभ्रिवान, नमस्ते।